नमस्कार दर्शक साथीहरू, आजको हाम्रो समाचार विश्लेषणमा तपाईलाई स्वागत छ। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। यो बैठक किन महत्त्वपूर्ण छ र यसमा के छलफल हुनेछ, यसबारे आज हामी विस्तृत जानकारी दिनेछौँ। बैठकको मिति र स्थान। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो 1 बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने जानकारी दिनुभएको छ। पृष्ठभूमि: यो बैठक पटक पटक स्थगित हुँदै आएको थियो। गत असोज 28 गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा अघिल्लो बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो। त्यसपछि केही विवादास्पद विषयमा सहमति जुटाउन अनौपचारिक छलफल गर्ने भन्दै बैठक पटक पटक सारिएको हो। यसअघि मङ्सिर 1 र 4 गतेका लागि पनि बैठक बोलाइएको थियो, तर स्थगित भएको थियो। बैठकका मुख्य एजेन्डा: 1. 15औं महाधिवेशनको मिति। आजको बैठकमा सबैभन्दा प्रमुख विषय पार्टीको 15औं महाधिवेशन कहिले गर्ने भन्ने हो। यस विषयमा पार्टीभित्र दुई धार देखिएका छन्। पहिलो पक्ष इतर समूह, मङ्सिर मसान्तभित्रै महाधिवेशन गर्नुपर्ने महामन्त्री गगन थापाको कार्यतालिकालाई समर्थन। दोस्रो पक्ष संस्थापन समूह, फागुन 21 गतेपछि मात्र महाधिवेशन गर्ने सहमहामन्त्री महेन्द्र यादवको कार्यतालिकालाई समर्थन। 2 प्रस्ताव र विवाद। महाधिवेशनका सम्बन्धमा 2 प्रस्ताव पेश भएका छन्। यी दुवै प्रस्तावलाई मिलाउने प्रयास भइरहेको छ, तर अहिलेसम्म सहमति जुट्न सकेको छैन। यही कारणले बैठक बारम्बार स्थगित हुँदै आएको हो। 3. अन्य महत्त्वपूर्ण विषयहरू। महाधिवेशनको मिति बाहेक निम्न विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ। पार्टीको सङ्गठनात्मक गतिविधिहरू, चालु राजनीतिक घटनाक्रम, आगामी महिनाहरूका लागि सङ्गठनात्मक रणनीतिहरू, सरकारले फागुन 21 गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन सम्बन्धी तयारी, नेताहरूको अडान, शीर्ष नेताहरूको छलफल। महाधिवेशन विवाद मिलाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ। महाधिवेशन प्रतिनिधिहरूको माग। थप रोचक कुरा के हो भने 2488 महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई पत्र बुझाएका छन्। बैठकको महत्त्व। यो बैठक नेपाली कांग्रेसको भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण छ, किनभने 1. महाधिवेशनको मिति, पार्टीको नेतृत्व चयन गर्ने महाधिवेशनको मिति तय हुनेछ। 2. निर्वाचन तयारी, आगामी निर्वाचनका लागि पार्टी कसरी तयार हुने भन्ने रणनीति बन्नेछ। 3. आन्तरिक एकता, पार्टीभित्रका विभिन्न पक्षबीच सहमति जुटाउने प्रयास हुनेछ। 4. सङ्गठनात्मक मजबुतीकरण, पार्टीको सङ्गठनात्मक संरचना र कार्यक्रमबारे निर्णय हुनेछ। चुनौतीहरू। बैठकमा निम्न चुनौतीहरू छन्: 2 पक्षबीच महाधिवेशनको मितिमा गहिरो मतभेद, केन्द्रीय कार्यसमितिको म्याद मङ्सिरमा सकिँदा गर्दा निर्णय लिन दबाव, निर्वाचन अघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने दुविधा, पार्टीको आन्तरिक एकता कायम राख्ने चुनौती। निष्कर्ष। आजको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नेपाली राजनीतिमा महत्त्वपूर्ण मोड साबित हुन सक्छ। बैठकबाट के निष्कर्ष निस्कन्छ, नेताहरूले सहमति जुटाउन सफल हुन्छन् कि हुँदैनन्, यो हेर्न बाँकी छ। हामी यो बैठकको नतिजालाई नजिकैबाट अनुगमन गरिरहनेछौँ र तपाईलाई तुरुन्तै अपडेट दिनेछौँ।